ल है त आज हामी नेपाली क्रिकेटको एउटा यस्तो यात्राको कुरा गर्दैछौँ जुन सपना जस्तै लाग्छ। एउटा असम्भव सपनालाई पछ्याएको कथा। कल्पना गर्नुहोस् त, साल हो 2018। एउटा म्याच, त्यो पनि अन्तिम ओभर, र त्यो अन्तिम ओभरमा अड्किएको छ सिङ्गो देशको क्रिकेटको भविष्य। अब बाँकी छ जम्मा 2 बल, र जित्नका लागि बनाउनु पर्ने रन 8। आखिर यो एउटा असम्भव जस्तो देखिने जितले कसरी सिङ्गो देशको भाग्य नै बदलिदियो? यो प्रश्नको जवाफ पाउन हामीले इतिहासको पाना पल्टाउनै पर्छ। त्यो समयमा फर्कनुपर्छ जब क्रिकेट आम मानिसको पहुँचभन्दा धेरै पर केवल राजाहरूको खेल थियो। हो, नेपाली क्रिकेटको कथा कुनै धुलाम्मे मैदानबाट सुरु भएको होइन। यो त सुरु भयो दरबारको अग्लो पर्खालभित्रबाट। 1920 को दशकमा राणा शासकहरूले बेलायतीहरूबाट सिकेर नेपाल भित्र्याएको यो खेल लामो समयसम्म दरबारमै सीमित रह्यो। सन् 1946 मा क्यान्त बन्यो, तर खेल उही सम्भ्रान्त वर्गको। जब 1951 मा प्रजातन्त्र आयो नि, तब बल्ल यो खेल दरबारको पर्खाल नागेर आम मानिससम्म पुग्न थाल्यो। र यही यात्राको एउटा महत्त्वपूर्ण कोसेडुङ्गा थियो 1996, जब नेपालले बङ्गलादेश विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो। तर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नु एउटा कुरा हो, त्यहाँ आफ्नो पहिचान बनाउनु अर्कै। यो बाटो सोचे जस्तो सजिलो थिएन। यो त सङ्घर्ष, सपना र कैयौं पटक मन दुख्ने हारहरूको एउटा लामो यात्रा थियो। तर एउटा गजबको कुरा के थियो भने युवा स्तरमा चाहिँ नेपालले सधैँ तहल्का मचाइरह्यो। उनीहरूलाई जाइन्ट किलरै भनिन्थ्यो। सोच्नुस् त, 2002 को U19 विश्वकपमा पाकिस्तान र बङ्गलादेश जस्ता पावर हाउसलाई हरायो, अनि 2006 मा त झन् दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पछि पार्दै प्लेट च्याम्पियनसिप नै जित्यो। यसले के देखायो भने नेपालमा प्रतिभाको कुनै कमी थिएन। तर जतिसुकै प्रतिभा भए पनि त्यो सफलता सिनियर टिममा भने देखिन सकिरहेको थिएन। अक्सर के हुन्थ्यो भने एकदमै महत्त्वपूर्ण क्षणमा ब्याटिङ चल्दैनथ्यो र जित्ने बेलामा खेल हार्न पुगिन्थ्यो। र यही सङ्घर्षको बीचमा एउटा यस्तो मोड आयो जसले नेपाल र अर्को उदीयमान देश अफगानिस्तानको बाटो नै छुट्याइदियो। साल थियो 2008। वर्ल्ड क्रिकेट लिग डिभिजन 5 को सेमिफाइनल। त्यो खेलमा अफगानिस्तानले नेपाललाई हरायो, र त्यो एउटै हार जितले कति फरक पार्यो भने अफगानिस्तान अगाडि बढ्यो, 2009 मा ओडिआई र 2017 मा टेस्ट मान्यता पायो। नेपाल भने त्यही तल्लो डिभिजनको चक्करमा फस्न पुग्यो। मैदानमा त सङ्घर्ष चलिरहेकै थियो, त्यसमाथि झन् नुनचुक छर्के जस्तै भयो जब 2016 मा आइसिसीले नेपालको क्रिकेट बोर्ड क्यानलाई नै निलम्बन गरिदियो। कारण थियो कुप्रबन्धन र आन्तरिक राजनीति। अब सोच्नुस् त, खेलाडीहरूले देशका लागि खेल्ने, तर उनीहरूलाई हेर्ने आधिकारिक निकाय नै छैन, न कुनै आर्थिक सहयोग, न कुनै संरचना। तर भनिन्छ नि, अँध्यारो जति गहिरो हुन्छ उज्यालोको महत्त्व त्यति नै बढ्छ। हो, यही अनिश्चितता र अराजकताको बीचबाट एउटा यस्तो कप्तान र एउटा यस्तो टिमको उदय भयो जसलाई आज हामी स्वर्ण पुस्ता भनेर चिन्छौं। कप्तान पारस खड्का। उहाँको बारेमा भनिन्थ्यो कि उहाँले टिमलाई गोन्दले जस्तै जोडेर राख्नु भएको थियो। जबसम्म पारस क्रिजमा हुन्थे, फ्यान्सहरूलाई लाग्थ्यो नेपालले अझै पनि जित्न सक्छ। पारससँगै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन जस्ता खेलाडीहरूको त्यो पुस्ता थियो जसले हार मान्न सिकेको थिएन। अनि उनीहरूको त्यो अठोट नतिजामा पनि देखियो। उनीहरूले एकपछि अर्को गर्दै डिभिजन चढे। हेर्नुस् त, 2010 मा डिभिजन 5 जिते, 2012 मा डिभिजन 4, अनि 2013 मा डिभिजन 3। यो यात्राको शिखर थियो 2014, जब नेपालले पहिलो पटक T20 विश्वकपका लागि क्वालिफाई गर्यो। यो एउटा ऐतिहासिक क्षण थियो। र यही यात्राले हामीलाई फेरि त्यही क्षणमा फर्काएर ल्याउँछ जहाँबाट हामीले यो कथा सुरु गरेका थियौं। साल 2018 र त्यो प्रतियोगिता जसले नेपाली क्रिकेटको भाग्य कोर्नेवाला थियो। यो थियो 2018 को वर्ल्ड क्रिकेट लिग डिभिजन 2। सपना जीवितै राख्नका लागि नेपालले शीर्ष 2 मा पर्ने पर्थ्यो। उनीहरूको खेल यति रोमाञ्चक हुन्थ्यो कि समर्थकहरूको मुटुको ढुकढुकी नै बढ्थ्यो। त्यसैले त उनीहरूलाई कार्डियाक किट्स पनि भनिन्थ्यो। अनि त्यही प्रतियोगितामा आयो क्यानाडा विरुद्धको त्यो गर या मरको खेल। 1995 रनको लक्ष्य पछ्याउँदै गर्दा नेपालको अवस्था एकदमै नाजुक भयो। 144 रनमा 9 विकेट गइसकेको थियो। अब जित्नलाई चाहिएको थियो 47 बलमा 51 रन। तर क्रिजमा थिए अन्तिम 2 ब्याट्सम्यान। आशा लगभग मरिसकेको थियो। म्याच अन्तिम ओभरमा पुग्यो।
जित्नलाई चाहिएको थियो 8 रन। तर क्यानाडाका बलर सेसिल पर्वेजले पहिलो 4 बलमा 1 रन पनि दिएनन्। अब अवस्था कस्तो भयो भने 2 बल 8 रन। यो त लगभग असम्भव समीकरण थियो। अनि त्यसपछि जे भयो त्यो कुनै जादुभन्दा कम थिएन। करण केसीले 5औं बलमा छक्का प्रहार गरे। त्यसपछि बलरको दबावले वाइड भयो। अब 1 बलमा 1 रन चाहियो र अन्तिम बलमा 1 सिंगल लिँदै नेपालले 1 विकेटको त्यो अविश्वसनीय अकल्पनीय जित हासिल गर्यो। त्यो एउटा जित मात्रै थिएन, त्यो त एउटा ढोका थियो। त्यसले नेपाललाई विश्वकप क्वालिफायर्समा पुर्यायो र त्यहाँ अर्को प्लेअफ जितेपछि र अर्को म्याचको नतिजा पर्खेपछि मार्च 15, 2018 को त्यो ऐतिहासिक दिन आयो जब नेपालले पहिलो पटक ओडिआई अर्थात् 1 दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो। दशकौंदेखिको सपना पूरा भएको थियो। त्यतिबेला कप्तान पारस खड्काले भनेका थिए, यो जित नेपालको हरेक त्यो बच्चाको लागि हो जसले क्रिकेट खेल्ने सपना देख्छ। साँच्चै यो केवल एउटा खेलको मान्यता थिएन, यो त सिङ्गो देशको लागि एउटा आशा थियो, एउटा प्रेरणा थियो। तर एउटा शिखर चढेपछि अर्को अग्लो शिखर देखिन्छ। नेपालको लागि ओडिआई मान्यता एउटा गन्तव्य थिएन, यो त बेस क्याम्प जस्तै थियो। अब चढ्नुपर्ने हिमाल अझै अग्लो छ, टेस्ट राष्ट्र बन्ने सपना। अब यो टेस्ट मान्यता भनेको के हो त? यो क्रिकेटको सबैभन्दा उच्च स्तर हो जुन आइसिसीले अहिलेसम्म जम्मा 12वटा देशलाई मात्र दिएको छ। यो मान्यता पाउनु भनेको क्रिकेटको सम्भ्रान्त क्लबमा प्रवेश गर्नु हो, जसले ठूलो आर्थिक सहयोग, प्रतिष्ठा र अवसरहरू ल्याउँछ। तर यो बाटो एकदमै गाह्रो छ। यसका लागि आइसिसीका कडा मापदण्डहरू पूरा गर्नुपर्छ। जस्तै मैदानमा प्रदर्शन राम्रो हुनुपर्यो, ठूला देशहरूलाई हराउनु पर्यो, कम्तीमा 2वटा ओडिआई स्तरका मैदान हुनुपर्यो, महिला र U19 क्रिकेट पनि बलियो हुनुपर्यो र सबैभन्दा महत्त्वपूर्ण क्रिकेट बोर्डको प्रशासन पारदर्शी र बलियो हुनुपर्यो। नेपालले केहीमा प्रगति गरेको छ, तर धेरैमा अझै काम गर्न बाँकी छ। अब प्रश्न उठ्छ, के नेपालले क्रिकेटको यो सर्वोच्च शिखर सगरमाथा चुम्न सक्ला? नेपालले बारम्बार देखाएको छ कि यहाँ प्रतिभा छ, जोश छ र एक च्याम्पियनको जस्तो मन छ। तर अबको यात्रा चमत्कारले मात्रै पूरा हुँदैन। यो अन्तिम आरोहणका लागि त खेलाडी, प्रशासन र समर्थक सबैको एउटै लक्ष्यसहितको राष्ट्रिय प्रयास चाहिन्छ।